यो चाहिँ हाम्रो एकदम ह्यान्डसम भाइ हिजोस्ति जन्मेको आफै आउँदैछ म भएकोमा चाहिँ के गर्न आएको होला आफै आउँछ हेर्नु न नबोलाइकन के गर्न आएको म भएकोमा चाहिँ यस्तो यस्तो जानवरहरू चाहिँ आइहाल्छ आफै यहाँ यसको मम्मी हुनुहुन्छ अलिकति अल्झेर सार्नु आएको बिचारा भुँडी चाहिँ सानो भएछ सारिदिइहाल्नुपर्छ घाम पनि दामी छ नि ह्यान्डसम यहाँ ह्यान्डसम चाहिँ पुरा राम्री यहाँ हेर्न सक्नुहुन्छ कस्तो राम्री छ ओभरै राम्री यत्तिको राम्री चाहिँ अहिलेको टाइममा देख्न साह्रो छ यस्तो ह्यान्डसम गयो त्यसको मम्मी भएकोमा मेरो भाइ चाहिँ अर्को भाइ चाहिँ यहाँबाट हेरिरहेको छ भाइ यहाँ चाहिँ भाइ एकदम हिरो भाइ हो यो चाहिँ अब यिनीहरूलाई सार्छु म मेरो मुख त्यस्तो छ ओठमा घाउ निक्लिरहेको छ ज्वरो आयो भने त्यस्तै हुन्छ के हो प्रब्लम ज्वरो आउनु हुँदैन यस्तो घाउ निक्लिहाल्छ मेरो चाहिँ अब म अगाडि गाई भएकोमा जाँदैछु गाईहरू सरी मेरो भाइ भएकोमा यो डन्ठी लिएर जाँदैछु कुट्नु चाहिँ गएको होइन मेरो भाइलाई म कुट्दिनँ कि तर मेरो भाइलाई अब यहाँनिर यसलाई थाहा छ के गरिदिन्छ भनेर ऊ त्यो पोजिसनमा बसेको हेर्नु न मुन्टो घुमाएर लु यहाँ भनेर पुरा यसले धार चाहिँ पुरा यसलाई चिलाउँछ अन्त म कनाइदिन्छु जहिले त्यो सन्चो मानेर बस्छ केही कामै छैन यसको लु यति मसाज काफी छैन आजको लागि सर यति मसाज काफी छ भने भयो त यतातिर पनि पुरा छ मसाज गरिदिनुपर्छ बलियो भएको छ डोरी निकालेर सार्नुपर्छ गएको भाइ छोड वरिपरिको वेदर त्यस्तो छ हेर्न सक्नुहुन्छ बादल कस्तो दामी लागिरहेछ अब यसलाई म सारिहाल्ने आउँदैछु त के साह्रो हतार हौ यो भाइ चाहिँ नि फेरि यस्तो झोडीमा जानुपर्छ कि अलिकति अरू भन्दा नि यो भने डर हुन्छ हौ खुट्टा काटिने साँपको भन्दा पनि बेसी चाहिँ त्यसको डर हो कुसले काटिने यो चाहिँ फेरि यहीँ आएछ उता जानु त उता निक्लिनु पर्दैन यो चाहिँ फेरि छेउमा आउँछ हौ काम छैन यिनीहरूको म जहाँ जान्छु त्यहीँ आइहाल्छ म र मेरो भाइ तान्नु पनि पर्दैन आफै आउँदैछ भयङ्कर भएर आएछ सुन्डु अब म यहाँ निकाल्छु यसलाई सबैले घरमा बसिरहेको छ भन्छ होला भन्नु त त्यही गर्छु बेला मकामा गाई पनि सार्दै गर्नुपर्छ गाई गोरु पनि न त पापाले नै गर्नुहुन्छ प्रायः म चाहिँ कोही बेला आउँछु तर पनि चिन्छ मेरो भाइले मलाई सर जानुहुन्छ सर हेर्नु सक्नुहुन्छ गब्रु जवान यहीँ ठोकिदिन्छु यहीँ खाला भाइ दामी जग्गा यहीँ छ आया हाम्रो भाइले खान थाल्यो यहाँ शीतललाई बिसाउनु पनि सक्छ यो म गएको ल यसको अलिकति अझै मसाज गरिदिनु भन्दै थियो अन्त गरिदिएको हेर्न सक्नुहुन्छ मसाज चल्दैछ यसको यहाँ कति चिलाउँछ बिचरालाई घाँस खानुमा बिजी छ सर चाहिँ ल म गएको भाइ बस र मेरो भिडियो हेरिदिनु नि सबैजनालाई धन्यवाद आलाङ्ने आनीमा खोला सिलिगुडीको पनि भित्र हामी बस्छौँ तर कस्तो जग्गामा बस्छौँ भन्दाखेरि सबैले सिलिगुडी भन्छ एक्ज्याक्टली म सिलिगुडीमा पर्दैन सिलिगुडीबाट पनि 3-3.5 किलोमिटर 4 किलोमिटर भित्र छ सिलिगुडीमै भन्ने भने यो बिन्नागुडी भन्छ त्यता साइडमा पर्छ यो चाहिँ एकदम हाम्रो वरिपरि फरेस्टले घेरेर रहेको जङ्गलले घेरेर रहेको सुन्दर गाउँ हो फाराबारी यहाँको हावै अलग्गै छ सिलिगुडीको भन्दा कम्तीमा पनि 5-6 डिग्री टेम्परेचर कमै हुन्छ किन भन्दाखेरि यहाँनिर लु सेमै टेम्परेचर भयो भने पनि हावा चिसो हुन्छ यहाँ हाम्रो दामी जग्गा हो रुखहरूले भरिएको छ डल्लै त रुख छ हरियो मलाई त्यही भएर सिलिगुडी भन्दा चाहिँ त्यहाँको टेम्परेचर बेसी भएर म खप्नै सक्दिनँ यहीँ ठिक लाग्छ गरमै भएमा हावा चलिरहेको छ मेरो घर जाने बाटो देखाउँछु ल यताबाट जानुपर्छ हो यो मेरो घर हो यो ग्रिन कलरको यो वाला चाहिँ मेरो घर हो त्यो ब्लू कलरको चाहिँ मेरो रुमको बाहिरको हो बरन्दा कस्तो मजाको देख्छ सिनहरू पर म तपाईँलाई देखाउँछु ल यो पानी जम्मेछ हौ यहाँ पर हेर्नु सक्नुहुन्छ सिनहरू घरहरू सबै बाहिरको मान्छेहरू आउँदै बस्छ हाम्रो यहाँकोहरू चाहिँ छोडेर गइसक्यो यहाँ चाहिँ जामुन बाहिरको मान्छेहरूलाई यहाँको महत्त्व छ त्यही भएर नेपालीभन्दा बेसी अरू जातकोहरू आइसक्नु भयो भरिसक्यो हाम्रो नेपालीहरू चाहिँ यहाँकोहरू नट अन्ली नेपाली हाम्रो गाउँकोहरू चाहिँ सब यहाँको महत्त्व नबुझेर सहरतिर लाग्छ तर खास सहरको मान्छेहरूले चाहिँ बुझेर
यहाँको भ्यालु बुझेर चाहिँ यहाँ आउँछ किन भन्दा यहाँ आयो भने उनीहरूको अटोमेटिकली लाइफको त्यो अब 4-5 वर्ष अझै इन्क्रिज भइहाल्छ क्या बाँच्ने किनभने हावापानी राम्रो शीतल यता साइड देखाउँछु ल फाइनली म घर चाहिँ आइपुगेँ भिडियो छोटो बनाएको त साह्रै लामो भयो यो चाहिँ मेरो रुम हो ए मेरो सुन्दर घरको नाम हेरिहाल्नु हो शिवाय यहाँ छ मेरो भाइ यो पनि सँगै गएर आउँछ जहिले मस्को है ओ फरेस्टहरू हेर्नु यहाँ कस्तो दामी जग्गा छ मजाको जग्गा छ यतातिर शीतल भइरहेछ जान्छ अब भित्र र धन्यवाद आलङ्ने आनिमा खोला सबैजनालाई मेरो भिडियो हेरिदिनु हुने है सबैजनालाई भित्र गएको